हेलो गाइज वेलकम टू माई मिनी ब्लग यो म हो अनि यिनीहरू चाहिँ मेरो ग्याङ हो ग्याङ हामी चाहिँ आज भनाउ न कहाँ जान थालेको हामी आज उता माथि जान थालेको कस्तो टेन्सन भयो यस्तो टेन्सन हुँदा पनि बियो सुँदिन त के भएको भागौँ कि क्या हो यो यस्तोबाट जानुपर्छ हामी यस्तोबाट आयौँ यदि न मखर हामी यहाँ त्यहीँ तलबाट कहाँ छ रोड मखर हामी यहीँबाट आएको यतिसम्म मात्र आयौँ तर यहाँको भ्यू जस्तो देखेछ अब हामी माथि गएपछि कस्तो देखिन्छ होइन न कति राम्रो देखिरहेछ अब यस्तो माथि पुगेपछि देखाउँछु माथि ल रामु पोज दे एउटा पोको बोकेर अब भरे युट्युबमा हालिदिन्छु मैले थाकिसक्यो यिनीहरू हेर्नु नि बाँदरहरू त एउटा यहाँ पोको झुन्डाएर बिचरा समुद्रै कुदिरहेको छु ए छिटो आऊ न कस्तो बाँदर जस्तो तिमीहरूको पुर्खा बाँदर होइन हाम्रा पुर्खा त बाँदर हुन्थ्यो पनि ए सुमो के बाँदरै बन्न थालिस् कि क्या हो यिनीहरू यतिमै थाकिसके गाइज तर हेर्नु हामीलाई अझै कति धेरै पुग्नु छ त्यहाँबाट हेर्नु कति राम्रो देखिन्छ क्यामेरै नराम्रो भएर हो कि नभए त त्यस्तो यहाँबाट फोटो खिच्दैन मेरो A few moments later. मैले भ्लग बनाएको धेरै भइसक्यो हेर्नु न यति धेरै मलाई भारी बोकाएका छन् अनि प्लस मेरो यहाँ एडभेन्चर जाँदाखेरि देख्ने लौरो लट्ठी ल गाइज फाइनली वी आर अन नन्द बाबा टेम्पल टेम्पल गएर देखा अनि अब टेम्पल गरेर देखाउँछु यो चाहिँ माथिबाट देखेको भ्यू तर देखिँदैन किन कस्तो राम्रो देखिरहेको थियो तर यहाँबाट भ्यूमा हेर्दा राजन होइन म देखाउँछु ल एकछिन अब त आइसकेपछि कुद्न सकिहालिन्छ नि यिनीहरूलाई म देखाउँछु होइन यो चाहिँ नन्द बाबा टेम्पल हो कति राम्रो ठाउँ छ कि यिनीहरू चाहिँ हामीभन्दा अगाडि आएका हामी भिडियो बनाएर ढिलो आएको हेर्नु कस्तो फिलिङ आइरहेछ तँलाई यहाँ नन्द बाबा टेम्पल आइपुग्दाखेरि कतिको थाकेछेस् त मरिसक्यो तिमीलाई थकाइ लागेको छैन कालो आयो तिमीहरूको ल यो चाहिँ हो भ्यू होइन यो आइफोन भएको त राम्रो आउँथ्यो होला होइन यतापट्टि त झन् राम्रो आउँछ आइज ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ पूजा गरौँ अनि खाम अनि गरौँ न ल